लगेर जाने हो पहिला जाने बाटो उकालो लाग्नु भाइ हप्ता बसेर पिक्चर बनाऊ पहिलो जाने बाटो खतरा छ पानी भयो नि तर एक बोतल पानी पनि ल्याउनु पर्ने रहेछ है बोतल जान सँगै आउनु तिमीहरू पढाइ यताउति भनेर भन्छ है फाइनल्ली टपमा पुग्न लागेको छ है माथि देखिसक्यो जिम्माला दोकान आयो है पुग्नु खेर फर्स्ट टाइम भ्युटार डोल्पाको छैन अगाडिको भर्खरै भन्नु उकालो लागेको लास्टै गाह्रो उकालो फाइनली पुगिसक्यो जगदुल्ला गाउँपालिकामा आएपछि अनिवार्य घुम्नै पर्ने भ्युटार लपताललाई जगदुल्ताल पनि भन्छ भ्यू चाहिँ राम्रो देखाउँछ भ्युटारमा आएर चाहिँ भ्यू चाहिँ राम्रै देख्दो रहेछ यहाँबाट फाइनल्ली भ्युटार पुग्यो डेल्पाको फर्स्ट टाइम आएको जगदुल्ला भ्युटार कस्तो छ हेरौँ अब जताकतैको सिन देखिन्छ भनेर छ कस्तो छ अब हजुरहरूलाई देखाउनेछु पछाडि आइरहेछ अरू ग्रुप चाहिँ एक बजी आएको 4 बजी सक्यो बल्ल पुगिरहेछ भ्युटारबाट देखिने सिनहरू देखाउँछु फाइनली भ्युटार भेट्यो यहीँ डोल्पाको भ्युटार यही हो उता चाहिँ मन्दिर जस्तो के रहेछ यहाँनिर चाहिँ दारो जस्तो रहेछ फर्स्टमा चाहिँ भ्युटारतिर जान लाग्यो फोची टावर पनि रहेछ यहाँनिर पछाडिको ब्याकग्राउन्ड सिन पनि खतरा देखाउँदो रहेछ तर मल गतिलो नभएको कारणले खासै राम्रो देखाएन यहाँनिर टावर रहेछ तल चाहिँ बस्ने प्रतीक्षालय जस्तो रहेछ खै के थाहा छैन यो चाहिँ के हो थाहा छैन अब यता चाहिँ गम्बा जस्तो रहेछ अरू टुरिस्ट चाहिँ आइरहेछ तब म चाहिँ भ्युटार चढ्नु गएको साथीहरू चाहिँ तल आइरहेछन् डोल्पाको भ्युटार दृश्य भ्युटारबाट कस्तो देखिँदो रहेछ देखाउँछु अब
ओ नो 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 ओ नो नो आम्बो आम्बो डोल्पाको स्वर्ग हेर्नु न जगदुला भ्युटार फाइनली लिएर आइसक्यो ल दुईजना टुलेर चाहिँ तल आइरहेको एकजना चाहिँ आउँदैछन् ठुलो गुम्बाको जस्तो मन्दिर के रहेछ स्वर्ग स्वर्ग हेर्नु गाइस अलि इधरको देखो पछाडिको भ्यू पनि हेर्नु है पछाडिको भ्यू स्वर्ग देखो इधरको हेर इधरको कति रुचि आमा इधरको देखो इधर उधरको हे इधर देखो स्वर्ग गाइस स्वर्ग हेरौँ है डोल्पाको स्वर्ग हेरौँ ढ्यान्टडा स्वर्ग स्वर्ग हेर गाइस ढ्यान्टडा तल आइरहेछन् ए यार स्वर्ग त यहाँ पर है बाजे कस्तो फिल भइरहेछ म भलक बन्दै कस्तो फिल भइरहेछ खतरा देखाएको छ त हामी चाहिँ अब तलतिर चढ्न लाग्यो अब तल चढेर बाहिरबाट देखाउँछ कस्तो दृश्य देखिन्छ तल साइडको अब फोटासोटा खिच्ने भिडियो बनाउने भनेर तलतिर जानु लाग्यो बाहिरको दृश्य घुम्ने भनेकै अझ लपताप लागिरहेको छ लपताप जाने हो एकचोटि यहीँ रहेछ 2 दिन लाग्छ अरे क्या जानलाई स्टार हेर्नु हो त्यसरी हिँड्दै उता जानु त यता यतासम्म यता पछाडिसम्म हो त्यसरी राख्नु है राम्रै रहेछ भ्युटारसम्म जानु है यता पारीको ब्याकग्राउन्ड देखाउँदै क्या पछाडिको भ्यू चाहिँ राम्रो देख्दो रहेछ तर मेरो फोन गतिलो नभएर क्यामेरा चाहिँ खासै क्वालिटी छैन यो मेरो पछाडि भ्युटार देखाएँ